थोप्रा न सोप्रा प्रियङ्का चोपडा भएर थोप्रा न सोप्रा प्रियङ्का चोपडा भएर जाँदैछु नि अब हामी चाहिँ यहाँ हो हाम्रो लाइन सानो सानो पो कराउँदैन त एन्जेलिना त फेरि सानो सानो पो कराउँदैन त अगाडि अगाडि छिटो कुद्न लिँदैन अघि पनि लिँदैन त पछाउँदै थियो नि यो दुईजना लेखेकेहरू रहेर हैरान फेरि पर्छ आउँदा त राति हुन्छ होला ल हामी चाहिँ आयो धनै लड्यो हौ जाठालाई ए हिँड नै छिटो अन्त कसले बुढोहरूले त के पक्रिनु हो भर्खरकोहरूले पक्रेको आया स्टाफ पार्टी बोट पार्टी हो खै कता हो लिम्बूलाई छ आमामा यस्तो रहेछ त ड्राइभर त फेरि Seafood check-in. गोरा बाजे मात्रै देखेर हैरान छ फेरि अगाडि बाहिर बसेर अब 45 मिनटपछि चाहिँ हामी जाँदैछौँ सिफुड रेस्टुरेन्टमा डार्लिङ बाहिर जतिसुकै भित्र जतिसुकै रुए पनि बाहिर चाहिँ हाँस्नै पर्छ हाँस्नु चाहिँ छोड्नु हुँदैन है घामले नराम्रो घामले भेटायो क्या हामीलाई फेरि त्यसै पनि हामी कालो त्यही माथि बनाउँछु भन्छ यस्तरी सुत्छ यस्तोले के भ्लग बनाउँछ कुनी ल है बल्ल बल्ल फाइनली 45 मिनट पछि चाहिँ बल्ल बल्ल आइपुग्यो अरे भन्छ र म चाहिँ माथिको मान्छे पनि उठेको त हाम्रो हुनुहुन्छ बाजे गोडा बाजे आमा 45 मिनट पछि चाहिँ बल्ल हामीहरू चाहिँ त आइल्यान्डतिर आइपुग्यौँ यस्तो साह्रो हल्लाको यो बोटले नमात्ने मान्छे पनि मार्ने म चाहिँ फेरि त्यही माथि गाडी लाग्ने मान्छे बोट लागेर हैरान बल्ल बल्ल आइपुग्नु लाग्यो भन्छन् यो डाँडा काँडा देख्दा त कश्मीरको याद आएन निर्मला कश्मीरमा अस्ति त्यो मान्छे मारेको यसरी हेर्छु नि म त त्यो डाँडा काँडाहरू देखेर चाहिँ त्यसरी देखेको क्या फोन मेरो झऱ्यो भने फेरि समुद्रमा कसले झिकिदिने होला गाई चढ्यो केटा मान्छे भएर नि के साह्रो यस्तो गुडिया बोक्ने होला यो चाइनिजहरू तान्नुपर्छ क्या पछाडिबाट चाइनिजहरूले चाहिँ साह्रै मन पराउने क्या यो खालको गुडिया डली एउटा सुपर फ्यान होला एउटा बोय फ्यान होला बुढा र बुढी हो कि सीफुड लाइन सबै सीफुड रहेछ यतातिर चाहिँ यस्तो गोरा बाजे चाहिँ फेरि मसँग जिस्केको गर्छ है मलाई इङ्ग्लिसै आउँदैन के बोल्ने तँलाई के भयो गाडी लाग्यो के अरे बोट लाग्यो भन्छ के भयो भन्छ है चाहिँ नबोले हुन्थ्यो जस्तो लागेको फेरि पछाडिबाट चाइनिज बाजे आउँदै रहेछ
म चाहिँ इङ्ग्लिसै बुझ्दिनँ उसको इङ्ग्लिसै बुझ्दिनँ अलिअलि बुझ्छु बुझ्छु फर्काउनै आउँदैन हो मलाई चाहिँ फेरि के भन्ने भनेर बरु नबोलै भनेर नि नबोलाएको त्यस्तो हो नि त के गर्नु हो पढ्ने बेलामा गुच्चा खेलेपछि यस्तै हुन्छ नि एसएलसी नेपाली स्कुल त्यो बेलामा इङ्ग्लिस पढ्ने बेलामा भाग्ने लुक्ने लप्पर्ने माथि मन्दिरतिर गएर लप्पर्ने अनि त्यही त हो नि अनि 19 वर्षमा हङकङ आयो काम गर्यो पैसा कमायो यस्तै हो बुझ्नु भएन मेरो कुरा तर पनि काम चलाउ त गरिदिन्छु म अलिक उता पोर्टतिर बस्नु न दिदी हिँड्दै जानु होला भरे घरमा आउने बित्तिकै थाल्यो वही अब भरे जाँदा पो टेन्सन हुन्छ त कसरी जाने होला 好啦，咁啊，我哋咧就開始之前咧，我見到大家咧都準備咗啲酒水啦，我哋都想邀請我哋今日嚟到嘅 PC 代表咧上台講幾句號碼，俾同大家一齊祝酒嘅。छोड़ा ना क्या यो हन्तकाली भनेर त होइन होला माछा खतरा माछा आमा टाउको चाहिँ सारी दाजु खानु है घरमा भयो त है हात धोएर नि नानी हुन्छ नि या यस्तो गरेर अब माछा खाने हो कपाल बाँधेर यसरी वाइन खाएर दामी मिठो होइन very sexy yeah how sexy how sexy 好啦，咁啊，繼續咯喎。第三係兩盒糖，薄荷糖有得咩糖都得。ल केन केन चाहिँ हामीले चाहिँ खाइसकेको छ अघि सबै दिइसकेको थियौँ प्राइज पो पाउने रहेछ नकराउनु क्या यसरी आश नगर्नु क्या आश टेबल नम्बर 2 को चाहिँ भन्छ रहेछ खानु मात्रै 11都可以幫手點一點啊！ यत्रो धेरै चाइनिज सबैजना चाइनिज हामी चाहिँ नेपाली थोरै छौँ रात पर्यो राति भयो है अब चाहिँ घर जाने बेला पनि हुनु लाग्यो जस्तो छ कसरी घर जाने हो कहिले पुग्ने हो यहाँ चाहिँ पुरा अब लकी ड्र हुनु लागिरहेछ मैले चाहिँ के पाउँछु है लकी ड्रमा अब हेर्नुपर्छ गाइजहरू सबै माथि थालिसक्यो कसै तास पनि खेल्दैछ यहाँ ग्रुप ल्याएको भएर चाहिँ हाम्रो नेपाली दिदीबहिनीहरूसँग छुट्टियो अस्तिको ग्रुपमा आधा आज हामीहरू थोरै आयौँ好啦，我哋繼續抽多4支酒啊！我哋首先第一個。
खानु त दिदी ल खानु त好，接住落嚟咧，我哋會抽10張票盤嘅。呢個時候，我哋可唔可以麻煩 Anna 可唔可以幫我哋抽獎咧？唔該 Anna。खुसी नै छुइनँ म त किन वेन पो पाइरहेको會先幫我哋抽咗5個抽獎先嘅。म त उप होला भनेको सुप खायो ल सुप तातो तातो सुप मिठो हुन्छ यो चिनाहरूले त मन पराउँछ नि पाइनापल अब चाहिँ लास्ट भयो हाम्रो अब फ्रुट खाने हो अनि घरतिर चौला लास्ट ल मियाले जाखा भन्दैछ यहाँनिर फोटो खिच्ने भन्छ हामी छोटो मान्छे पछाडि न पछाडि कसरी हाम्रो थोप्रा न सोप्रा देखिनु छैन के खुसी खुसी गर्छ नाच्ने त एकचोटि सक्यो होला दिदीहरू गइसक्यो आमा खानुसम्म नै खाएको हो आधा आधा खाएर छोडिराख्यो है सबैजनाले लास्ट भयो अब हामी चाहिँ बोटमा जानुपर्ने हुन्छ हाम्रो स्टाफ पार्टी पनि आज भेट्ने खोइ हुन त यहाँको सीफुडै मैले राम्ररी नै सीफुड त खतरा खतरा रहेछ है यहाँनिर हामी बसेको जोर्डनबाट चाहिँ निकै टाढो है 45 मिनटै लाग्ने बोटमा अनि त जोर्डनमा पनि छ र यहाँ चाहिँ एकदम फ्रेस रहेछ है माछा पनि खाइयो यो चाहिँ दिएन यिनीहरूले यो पनि खाइयो लाग्यो हामी चाहिँ बोटमा हावा खाँदै अब चिन्चाची गइन्छ अनि 1 घन्टा पाहाडमा गइन्छ टाक्चा लान्छ अनि गइन्छ घर अनि छिरिन्छ भोलि होलिडे छ इन्जोय आमा रमाइलो भइरहेछ चाइनिजहरूसँग लास्टै रमाइलो सही मजा भइरहेछ है अब रातको 10 बजे सुन्छ भन्दैछ फोटो पो खिचेको रहेछ यसले त र हामी चाहिँ अब कामको छेउमा सेन्ट्रलमा ल्याएर पनि अब फेरि हाम्रो घरमा फेरिन्छ अब चिम्चाची यसैलाई भुराउँछ त खोइ कसरी भुरायो लगेन त त्यो पिङ खै कता गयो ए पिङलाई खिच्नु हान्दा पिङकी त गइसकेछ नि फेरि होइन यहाँ छ नि पिङ पिङको हो पिङ बोट के ए पिङ बोट गएमा चाहिँ कति छिटो स्पिड बोट के रे अन्त हावाले उडाएर यस्तो बनायो रक्सी खाएर मातेर अलिअलि हेर न उडाएको हावाले अम्बो राति हामीलाई पो लिनु आउँदैछ त हेलिकप्टरले पुरा घरको अगाडि आइपुग्यौँ है ल हाम्रो स्टाफ पार्टी पनि सक्यो खै सरी त दिदी लुगा 2-3वटा फेरेर लास्टमा यो लुगा लगाएको होइन 2टा कि 3टा कपडा चेन्ज गरेर लास्टमा यो लगाएको होइन
दुईटा ल है गाइजहरु साथीहरु फाइनली हाम्रो स्टाफ पार्टी सकाएर पनि घर आइपुग्यौं स्टाफ पार्टी सक्यो अनि एकजना बुहारीको बारमा एकछिन गयौं अनि एउटा ड्रिंक्स खायौं अनि साथीहरु आफ्नो बाटो लाग्यो 12 पनि बज्नु आँटेछ म चाहिँ घर आइपुगे साथीहरु आज यति भन्दै आजको ब्लग चाहिँ यही एन्ड गर्न चाहन्छु ल बाइ बाइ